Good morning and welcome to my new vlogs. यो मेरो भ्लगको नाम रहेको जो प्रवेश दाहाल भ्लग। सबैजनालाई वेलकम छ है मेरो भ्लगमा। म धेरै दिनपछि भ्लगमा आएँ, त्यसको लागि म माफ चाहन्छु। यो मेरो नयाँ च्यानल हो हैन, मेरो पुरानो च्यानल मेरो ब्लग भएको हो, त्यही भएर मैले नयाँ च्यानल खोलेको हो। अहिले चाहिँ हामी क्रिकेट खेल्न गइरहेका छौँ भाइहरूसँग। यसो शनिबारको दिन, छुट्टीको दिन ऊ भाइ आरोहन भाइ ब्याटिङ गर्दैछ, यताबाट केटाहरू गए, उताबाट ऊ हेर्नु त आगम भाइ बलिङ गर्न लागेको छ, म पनि छु हैन। म आगम भाइ आरोहन भाइ मिलेर तीनजना खेल्न लागेको हो। अनिखेर यो भिडियोलाई मनपर्छ भने लाइक सेयर सब्सक्राइब र कमेन्ट गरिदिन नभुल्नु होला। अनिखेर मेरो भ्लगमा धेरै बेरसम्म बसिरहनु होला, मेरो भ्लग फुल हेरिदिनु होला। अब चाहिँ मेरो पाली रहेको छ ब्याटिङ गर्ने। म हैन हेर्नुहोस्, म ब्याटिङमा उत्रिसकेको छु। उताबाट ट्राइबल हान्यो, मैले त्यत्तिकै अब यसो बिस्तारी छोइदिएँ हैन। अनि त्यसपछि गएर म यत्तिकै बसिरहेको थिएँ। उभिएँ, भाइहरूले पनि भने म दाइ तपाईँहरूको बिग फ्यान हो, म भिडियो गरिदिन्छु भनेर भिडियो गरेँ। उताबाट पहिलो बल हान्यो भाइले, मैले कभर ड्राइभ हान्न खोजेको, बिस्तारै रोकेँ। अनि मैले आफूलाई यसो प्र्याक्टिस गरेँ, हात तन्काएको नि, फेरि त्यो चाहिँ फेरि स्टाइल देखाएको नभन्नु नि पछि। अब यसो सिकिरहेको छु, केही होइन, खेल्न त आउँदैन, त्यही पनि कहिलेकाहीँ यसो भाइहरूसँग सिकेको हो। उसले दोस्रो बल हान्यो, हेर्नुहोस्, दोस्रो बलमा मैले कुद्न खोजेँ तर रन उनले दिन खोजेन, त्यसैले म रनमा कुदिनँ। अनि हेर त्यसपछि गएर उताबाट फेरि तेस्रो बल हान्यो, मेरो चौका गयो, पछाडि चौका गयो उताबाट हैन। मैले भने मेरो चौका गयो। यो आए हु एम आई एम मिस्टर प्रवेश दाहाल मैले भने हैन। अनि आगम भाइको बल तेस्रो बलमा मैले चौका हान्न सफल भएँ। उताबाट हेर्नुहोस्, फेरि हाम्रो बलिङ सर्भिस फेरि कडा छ नि, साइकलमा बलिङ ल्याउँछन् नि, फेरि बल पछाडि गयो, प्लेयरहरू कुद्दैन, प्लेयर पनि साइकलमै गइदिने अरे के। अनिखेर मैले 3 बलमा 4 रन लिएँ। अनि त्यसपछि गएर 3 बलमा 4 रन लिएपछि मैले अघि एउटा दाइ अर्को दाइ आउनुभएको थियो कि, अनिखेर बलिङ गर्छु भने मैले त्यो चाहिँ भिडियो गर्न पाइनँ। मैले अनिखेर त्यो दाइले बलिङ गर्नुभयो, मैले सिधै उडाएको त माथि गयो क्या, अनि बल हरायो। अनि फिल्डर त खोज्न गयो भनेर हामी त फिल्डर खोज्न गएको छ भनेर चुप लागेर हामी बस्यौँ होइन। अनि फिल्डर गयो भनेर बसेको, उतापट्टिबाट बल आयो। अनि यो हार्ड बल हो नि त, यो हाम्रो हार्ड बलले खेलेको थिएन। अनि खोज्न गएको त बलहरू आएन धेरै बेरसम्म। अनिखेर त्यसपछि गएर कहाँ गयो भनेर हामी खोज्न गएको, त्यहीबाट लास्टमा त ऊ त हेर्नुहोस् न, उहाँ देखो न गाइज, देखो न गर्दै ऊ त पुरै हिल क्लाइम्ब खेलेर बसिरहेको रहेछ यहाँ। अनि हिल क्लाइम्ब खेलेर बसेपछि हामी गएर मैले देखाइदिएँ, ओ भाइ के गरेको भाइ, फिल्डर हो, बल खोज्न जाऊ भनेको, ऊ बोल्दैन बा भन्छ, केही पनि बोल्दैन। ऊ चौका के गर्दै थियो है। त्यसपछि मैले त के गर्छ यार यो पनि। अनिखेर अर्को भाइ पनि आएर हेर्छ, उसलाई मतलब छैन बा, पुरै गेममा फुल ध्यान छ। अनि मैले ओ भाइ खेल न हौ, खेल्न आएको हामी यहाँ के गरे हौ भनेको, उतापट्टिबाट अर्कोले बल भेटाइसक्यो। ऊ बल के गरे भने बल भेटिनँ मैले। अनि म त बसेँ चुप लागेर, गेम खेल्न भन्छ बा। अनिखेर ए भाइ ल्याङ नगर न भाइ, हिँड खेलौँ भनेको। अनिखेर मान्दैन। अनिखेर दाइ मेरो स्कोर छ, खै के छ, मेरो स्कोर पुरा गर्नु छ भनेर पो बस्छ। ऊ फेरि अर्को फेरि मेरो क्यामेरामा हानिरहेछ, हेर न क्यामेरामा हान्दाखेरि राम्रो हुन्छ, के अरे राम्रो भिडियो आउँछ भन्छ। अनि फेरि गएर मैले अनिखेर होइन भाइ हिँड भने, अनिखेर भाइ उठ्न खोजिरहेको थियो। अनि फेरि ऊ पलेटी खोजेर बस्छ बा, भाइ उठ्ला भन्छु, उठ्दैन बा, बस्छ अगाडि। यताबाट उताबाट बल हान्यो उसले, अनिखेर उसले हानेपछि उठ्यो, फेरि बल गोजीमा हाल्यो, मेरो बेइज्जत भयो भनेर ऊ गोजीमा हाल्यो। अनिखेर हिँड खेल्न जाउँ भने होइन, ऊ खेल्न हिँडौँ भने। अनिखेर मैले भने हिँडौँ न त, यहीँ खेलौँ न त भने, मेरो ब्याटिङ छ भनेको, होइन स्कुलभित्र नेटभित्र खेल्न जाउँ भन्छ। ल ठिकै छ नि त, ल जाउँ अब खेल्न जाउँ, नेटभित्रै जाउँ न त भाइहरूसँग, यसो भाइहरूको स्कुल पनि जाउँ होइन, मजाले घुमेर आउँ भने। अनिखेर म चाहिँ गएको, अनिखेर हिँडिरहेको थिएँ हामी, बाटोमा यसो भाइहरू पनि भेट भयो। अनिखेर त्यसपछि गएर भाइहरूसँग कुराकानी गरेँ। अनि गएर उसलाई नेट राख्न विकेट राख्न पठाइदिएँ। अनि हामी चाहिँ नेट्समा प्र्याक्टिस गर्नको लागि 2टा बल लिएर गयौँ। यो चाहिँ भाइहरू पढ्ने स्कुल हो क्या, त्यही हो स्कुल त्यो। अनि त्यहीभित्र हामी खेल्न जान लागेको थियौँ। अनि उतापट्टिबाट पनि भाइ पनि आयो, अनि हामी गइरहेको थियौँ। अनि टक्कसँग गाउँदै थियौँ। अनि त्यसपछि गएर उहाँ भैँसीको सिक्स प्याक हेर भन्छ, भैँसीको नि सिक्स प्याक हुन्छ भनेर मैले भने, हुन्छ भन्छ, मलाई पागल बनाइरहेको थियो। अनि के अरे भाइहरू यस्तै त हो नि भने मैले ब्याटिङ बोकेँ, भाइहरू बलिङको लागि झगडा गर्दै हिँडिरहेको थिएँ। टक्कसँग लाएर स्कुल पुग्यो। अनि आर्य साथी पनि भेट भयो होइन। अनि केटाहरू खेलिरहेको थियो त्यहीभित्र। अब मैले बलिङ गरेको,
भाइले हान्न त सकेन, त्यही पनि दोस्रो बल भाइले भाइ भिडियो गर्दै हुन म पनि बलिङ गर्छु भनेर दोस्रो बल हाने होइन, मेरो माथि पो गइदिएर नेट्स माथि पो गइदिएर अनि हेर्नु न एउटा फेरि भुर्तेल मामा बनिरहेछ R1 भाइ चाहिँ फेरि पुरै भुर्तेल मामा होइन। आगम भाइले टक्कसँग बल गऱ्यो, बिट खायो क्या त्यसले हानेन, बिट खायो। बिट खाएपछि एक बिट टक्कसँग गयो अनि गेम सेम खेल्यो गऱ्यो। अनिखेर घरतिर गइरहेको थियो होइन। आजको ट्रेनिङ यति मात्र भयो होइन। हाम्रो चाहिँ भाइहरू चाहिँ फेरि उहाँभित्र खेलिरहेछन् होइन। मलाई काम पनि छ नि त, अरू पनि काम गर्नु पर्यो। अनिखेर त्यही हो गाइज, चाहिँ भाइले मलाई अघि भिडियो गरिदिएको, हजुरले म ब्याटिङ गर्दाखेरि भिडियो देख्नुभयो होला नि होइन। त्यही भाइ हो मेरो भिडियो गरिदिएको होइन। अनि यो भाइ पनि मेरो सब्सक्राइबर हो, उसले पनि मलाई सब्सक्राइब गर्छ। त्यही हो, हजुर पनि नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई मनपर्छ भने लाइक सेयर सब्सक्राइब र कमेन्ट गरिदिनु हुन नभुल्नु होला। आजको लागि भ्लग यति नै। बाई बाई गाइज, थ्याङ्क यू सो मच फर वाचिङ, बाई।